पसिना पनि कति धेरै पसिना आइराख्यो घामले पोलिरह पसिना आइरह हरियाली बाँसहरू छ यहाँ चाहिँ चट्ट लाएर अनि यता गाईहरू पनि चरिरह मजाले गाई पनि चरिरह हरियाली छ एकदम खोला छेउमा गाई चाहिँ यहाँ चरिरह मजाले गाई चरिरह ऊ पारी डाँडाहरू पनि हरियाली भइरह घाँस खाइरह गाईले चाहिँ मजाले चट्ट पारेर अनि जुका सरे कि जस्तो लागिरह मलाई जुका आयो कि जस्तो लागिरह एकदम हरियाली भइरह ऊ पारीतिर नि गाई चरिरह यता अर्को ठुलो गाई छ माउ चाहिँ यता रहेछ बाँसहरू पनि उताको बाँस जस्तो ठुल्ठुलो बाँस छैन सानो बाँसहरू छ यता चाहिँ ऊ त्यहाँ पर नि एउटा माउ गाई चरिरह ऊ त्यहाँ दुईजना साथीहरू खोला तर्न आइरह ए आउनु भए रहेछ सबैजना आइसक्यो कति बजे भयो काममा सबैजना दाइहरू आइसक्नु भयो यो चाहिँ कर्कुलो रहेछ कर्कुलो जस्तो मजाले फ्याक्से भन्दो रहेछ यता चाहिँ यो चाहिँ खाँदैन होला खाना चाहिँ अनि अलि उतासम्म जाऊँ आज सबैजना यतैबाट आउनु भएको काम सुरु भइसक्यो क्या हो ड्युटी सुरु हुन लागिसक्यो क्या यता ढुङ्गा थुपारिरहेको छ सट्ट लाएर अलि भित्रसम्म जाऊँ सो हेरौँ है त फुल पनि मजाले फुलिरह यहाँ फुल फुलिरह यो घाँसको चट्ट पारेर सरर लाएर खोला छेउ माछा हेर्नु जाऊँ भने त माछा त छैन यहाँ चाहिँ खोला छेउमा खोला सरर लाएर जाम भनिरहेको थियो म अहिले एकछिन पछि आउँछु भनेर भने मैले चाहिँ उहाँ हिँडिसक्नु भयो अनि अब म चाहिँ अहिले एकछिनमा जाने एउटा भिडियो बनाएर एउटा भ्लग बनाएर भनेको तर खासै दुईजना दाइहरू चाहिँ काममा हिँडिसक्नु भयो अरू पनि हिँड्नु भएको सबैजना काममा हिँडिसक्नु भयो म पनि जाने थोरै टाइम अलि अगाडि आएर म चाहिँ यहाँ भिडियो बनाएर सरर लाएर हरियाली ठाउँ हेर्न सक्नुहुन्छ ऊ त्यहाँबाट नि गाई चरिरह अनि खोलाले चाहिँ यसरी खोलेर लाँदो रहेछ कि यहाँ जाली त लगा रहेछ जालीहरू पनि रहेछ सरर पारेर मजाले खोलेर लाँदो रहेछ खोला लेउ चाहिँ यो कस्तो खालको लेउ हो हेर्न सक्नुहुन्छ कमेन्ट गरिदिनु होला के लेउ हो यो यसको नाम के हो थाहा भएन अट्ट लाएर सरर पारेर जाऊँ अब ड्युटी जाने बेला भइसक्यो हाम्रो चट्ट लाएर यो कस्तो खालको फुल हो मजाले फुल पनि फुलिरहेको खोलामा बस्ने लेउ होला अलि नजिकबाट हेरौँ है त यस्तो देख्दो रहेछ फुल दामी छ यहाँदेखि थोरै छैन थुप्रो पो छ त धेरै छ सरर लगाएर टन्नै पो छ त यहाँ त झन् आमा गाईले खाँदो रहेछ क्या सरर पारेर आमा के आनन्द आइरह्यो सरर हावा चलिरहेको छ फेरि यतिखेर ओहो सो ब्युटिफुल दामी आमा यो हो नि त पारा होइन अलि अगाडि जाऊँ अलि अगाडि गएपछि दामी लागिरह मलाई चाहिँ दामी लागिरह टन्नै छ यहाँ लेउहरू टन्नै छ यो खोलामा कति धेरै छ क्या फेरि आमा क्या दामी आइरहेको ओहो शीतल पनि भइरहेछ आमा लाइक सेयर कमेन्ट गर्नु चाहिँ नभुल्नु होला साथीहरू कमेन्ट चाहिँ बटाबट गरिदिनु होला कमेन्ट गर्यो भने भिडियो बनाउन मलाई
हौसला मिल्छ। मैले कसरी बोल्ने के गर्ने भन्ने कुरा चाहिँ कमेन्टमा ड्याङ 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 लेखिदिनु होला। त्यही अनुसारले अनि कमेन्ट गऱ्यो भने चाहिँ त्यही अनुसारले एउटा हुन्छ नि त, हौसला हुन्छ नि त, सल्लाह दिएको जतिको हुन्छ नि त, त्यही अनुसारले म भिडियो बनाएर आउनेछु। यस्तै यस्तै राम्रो भिडियो शुभ बिहानी पख बनाउने हो मैले, अनि बेलुका ड्युटी छुट्टी भइसके बनाउने हो। हर दिन लिएर काम छ हरियाली, अनि ड्याम छेउमा यहाँ खोला हो, मजाले पानी बगिरह, माछा पनि होला यो भित्र चाहिँ, खोलाभित्र चाहिँ। फुलहरू पनि मजाले फुलिरह, यसको फुल पनि मजाले फुल्दो रहेछ यो घाँसको। लियो जुका त टिनिक टिनिक परे हिँडिरह हैन। ओ उताबाट मान्छेहरू आइरह, काम गर्ने साथीहरू आइरहेछ। ऊ त्यहाँ चाहिँ सानो सानो बाख्राको बच्चाहरू चरिरह, पाठाहरू मना 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 मना, ल ल ल, सानो बच्चाहरू घाँस खाइरह, खाजा खाइरहेछ। माउहरू चाहिँ उतातिर छ।